नमस्ते, म श्री सन्चै हुनुहुन्छ? आज बोडीबाट बनेको स्वादिलो परिकारको स्वाद लिउँ है त। यो बनाउन अति छिटो, सजिलो होइन अनि खाँदाखेरि स्वाद यसको असाध्यै क्रिस्पी मिठो हुन्छ। ल आउनुहोस् यसलाई बनाउन सुरु गरौँ है त। मैले यसमा 4वटा जति लामो अनि ठुलो साइजको बोडी लिएको छु पखालीवरी गरेर होइन। अब यसलाई चाहिँ मैले एउटै साइजमा 4-4 इन्चको टुक्रा बनाएकी छु। दिउँसो नास्ताको रूपमा लिन सक्छौँ हामीले यसलाई। अब यो चाहिँ कुनै पनि अचार, केचप, सस हामीले जेसँग खाँदा पनि हुन्छ, जेसँग खाँदा पनि हुन्छ। यो मैले धेरै पटक बनाइसकेको छु, त्यही भएर यो चाहिँ मलाई असाध्यै मनपर्छ। तपाईँहरूले पनि बनाइ हेर्नुहोस्, यो असाध्यै स्वादिलो हुन्छ। आउनुहोस् हजुर, अब हामी यसलाई बनाउनतिर लागौँ है त। जसमा मैले एउटा कचौरामा 3 चम्ची बेसन, 2 चम्ची चामलको पिठो र कर्नफ्लावर मैले 1 चम्ची राखेको छु र आधा चम्ची नुन, जिराको धुलो आधा चम्ची, धनियाँ आधा चम्ची, त्यसै गरेर मरिच, बेसार, रातो धुलो खुर्सानी र ज्वानो मैले आधाको पनि आधा चम्ची राखेर यसलाई मिक्स गरी पानी राख्दै घोल तयार गरेकी छु। यो घोल धेरै पातलो अथवा धेरै बाक्लो पनि गर्नु हुँदैन। ठिक्क बोडीमा लाग्ने गरी हामीले आवश्यकताअनुसार पानी थप्दै थप्दै यो घोललाई हामीले तयार गर्नुपर्छ। हेर्नुहोस् त, यत्तिको भए यो एकदम पर्फेक्ट छ है त। अब यो घोलमा चाहिँ मैले अघिको बोडी राखेर राम्रोसँग मिक्स गरेर 5 मिनटको लागि मैले रेस्ट दिँदैछु। यो बनाउँदा चाहिँ हामीले नर्मल गहुँको पिठो या मैदा राखेर पनि हामीले बनाउन सक्छौँ। अब सुरु गरौँ है त। मैले 1 कटौरा जति ब्रेड क्रम्ब लिएकी छु। अब यो ब्रेड क्रम्बमाथि चाहिँ मैले अघि भिजाइराखेको बोडी चाहिँ एउटा एउटा गरेर मैले लगाउँदैछु है त। एकैचोटि राख्दाखेरि चाहिँ लतपत हुन्छ, त्यही भएर एउटा एउटा मैले यसरी राखेर यसको माथि माथि मैले ब्रेड क्रम्ब राखेर राम्रोसँग कोट गर्दैछु। अब बोडीको चारैतिर लाग्ने गरेर मैले ब्रेड क्रम्ब लगाएँ होइन। ल हेर्नुहोस् त, तेल पनि तातिसकेको छ होइन। अब सुरु गरौँ है त। एउटा एउटा बिस्तारै हात पोल्छ, फेरि राम्रोसँग राख्नुपर्छ। मजाले भुरी नै राख्दा हुन्छ है। ल हेर्नुहोस् त, बिस्तारै बिस्तारै चलाउनुपर्छ होइन, आरामसँग। यसलाई चाहिँ हामी ब्राउन हुँदासम्म पकाउनु पर्ने हुन्छ, त्यो पनि मिडियम फ्लेममा। ल हेर्नुहोस् त, कति राम्रो क्रन्ची क्रिस्पी कति राम्रो भएको छ। तयार भइसकेछ। अब यसको आवाज सुन्नुहोस् है त। अब सर्भ गरौँ है त। यहाँ मैले टोमेटो केचपले डिजाइन दिएको छु। हेर्नुहोस् त, डिजाइन पनि राम्रो भएछ होइन। अन्तत मिठो क्रिस्पी हाम्रो बोडी तयार भयो। कस्तो लाग्यो तपाईँहरूलाई यो भिडियो कमेन्टमा भन्न नभुल्नुहोला। यदि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला। अर्को भिडियो नआउँदासम्मको लागि बिदा माग्छु। नमस्ते।